हेलो गाइस ल है हामी रक ब्याङ्कमा छौँ साथीहरू हामी रक ब्याङ्कबाट 2 दिने भ्रमणमा हामी निस्किँदैछौँ घरबाट केही टाढा हामी टेन्टहरू लगाएर बस्नेछौँ र तपाईँहरूलाई हामीले देखाउनेछौँ सकभर के कति देखाउन सकिन्छ सिनेमेटिक रूपमा र म एकदमै ह्याप्पी छु दाइहरू सबै परिवारहरूसँग हामी जाँदैछौँ एकदमै रमाइलो पनि भइरहेको छ दाइहरूको साथमा सबैजना दाइहरू लगभग हामी 5जना 6जनाको परिवारमा छौँ लगभग 5-6वटा गाडी पनि यहाँ देख्न सक्नुहुन्छ यो निलो गाडी घरभित्र अर्को गाडी यो सबै ढिलो चाँडो हामी पुग्छौँ गन्तव्य स्थानमा हाम्रो आन्टी हुनुहुन्छ ल पहिला हाम्रो यहाँ आन्टीबाट सुरु गर्छौँ हामी आज कहाँ जाँदैछौँ आन्टी हजुर 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 ल अब हाम्रो अर्को आन्टीलाई सोध्दैछौँ कतिको उत्साह हुनुहुन्छ हजुर एकदम खुसी लाग्छ केटाकेटीसँग आफ्नो छोराछोरीसँग है नातिनातिनासँग घुम्न पाउँदाखेरि एकदम खुसी लाग्छ अब के भन्नै सकेको छैन है ल गाइस हामी फेरि भेट्नेछौँ अङ्कल आन्टी कता हुनुहुन्छ एउटा गीत गाइदिनुहोस् हाम्रो सबैको गोपी राई ल अक्का We are going camping. ए क्याम्पिङ ल गोपी दाई 2-4 शब्द जाओस् मैले अलि क्याच गर्न सकिरहेको छु We are going to camping. We love ल हाम्रो ब्युटिफुल कपालबाट केही जाओस् आज हामी चाहिँ क्याम्पिङ गर्न गइरहेको छ क्याम्पिङ रहेको छ बेन्डीको र बेन्डीको सिटीबाट पूजा 1 बजेसम्म बाबा आउनुहुन्छ भित्र We can see here Lady Dawn. अहिले चाहिँ कस्तो गर यसरी गाडी लाग्नु राख्छ ओके ल साथीहरू हामी यात्रामा ल दिपक दाई आज हामी कहाँ जाँदैछौँ हामी क्याम्पिङ जाँदैछौँ थ्याङ्क यू दाई कस्तो फिल हुँदैछ कहाँ जाँदैछौ एक्साइटेड हो अब रमाइलो त गर्नै लाग्छ ओके भाउजू हामी कहाँ जाँदैछौँ कस्तो एक्साइटेड हुनुहुन्छ मम्मी ल केही भनिदिनु हजुरले आन्टी हजुर ल एकदम अरू हामी देखाउनेछौँ अङ्कल हाई गरिदिनु ओके ल अब हामी बाटोमा देखाउनेछौँ सुरज दाई हाउ यु आर फिलिङ ल ल फेरि भेट्नेछौँ ल हाम्रो पिङ्की पङ्की हाम्रो सबैको प्यारो दाई गोपी दाई 2-4 शब्द ओके सी यू गाइस गेटबाट सिधै हो हाम्रो त्यो क्याम्प साइडको कोड छ गाइस हामी आइसकेका छौँ ल मेसेजहरू हेर्दै गर है उनीहरू अड्केला
कोडै थाहा छैन कोड पनि ग्रुपमा पठाएको हामीले यो सामानहरू निकाल्दैछौँ है यहाँबाट यसरी टेन्टहरू निकाल्ने क्रम हुँदैछ जस्तो भयो नि यसरी पखाउँदा घरमा गर्ने हो सबैको मासु यो माथि जाने हो यो पर्दैन उहाँहरूको नि सुतार राखेको के पर्दैन रातभरि उतै होला नि बस्ने म त भात खाइ सुतिहाल्छु आज निन्द्रा लाग्छ म त मेरो उसमै गएछ नि मेरो डाडु नै गएछ भइसक्यो होइन खुर्सानीहरू हालेर सुजना बाबु गयो अरे हजुर बाबुलाई दुध नानी त खाइ दुध हामी सबै बारी के अरे चटपटलाई तिमीले कुन लिएर आएको किन भन्दाखेरि अर्को बलदेखि हो यही नै हो कागज एउटा यसरी तेरो ढोका यता फर्कने भयो यता राख यता ढोका त कहाँ हुन्छ त कता राख्ने हैन सब यहाँ एउटा त्यहाँ एउटा यहाँ एउटा सब यस्तो ढोका चाहिँ भित्र कहाँ छिर्ने त होइन दुईटा चार्नी थप्न पर्छ नि त अहिले हामी चटपट खाइरहेको म त अर्को नम्बर हानेर बसेको बुकिङ नम्बर हानेर गाडीको त्यो ढोका डिक्की खुल्लै रहेछ रिमोट चलाउनुहोस् न रिमोटले बन्द गर्दिन कमिलाले लैजाला इन्दिरा दिदीलाई म केही सोध्न गइरहेको छु चटपटको विषयमा इन्दिरा दिदी त केही भनिदिनुहोस् त कस्तो लागिरहेछ के छ यस्तो मिठो चाहिँ यो भोलि थियो मैले यति बनाएँ भनेपछि त कस्तो होला त ओहो कति मिठो होला तर ज्यान अनुसार अलिक पुगेन थपिदिनु पर्ने भयो अलिकति खै विशाललाई कस्तो छ ठ्याक्कै समग्रमा अब शब्द बयान गर्न सकिन्छ भन्छ फुच्केतिर यस्तो बनेकै थिएन कहिले हाम्रा खासै चटपट बन्दैन आलु मात्र बन्छ रौनक दाई केही चटपटको विषयमा केही शब्द छ भने
खास चटपट यतिको मिठो हुन्थेन होला हजुर भाउजूले बनाएर अच्छा 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 जादुमय भएको हो सम्झना भाउजू र अम्बिका भाउजूले बनाउनु भएको होइन सबैको भाउजू ओके त्यसो भए म मेन सेफ आजको हो हजुर नै हुनुहुन्छ भन्ने आइसक्यो म त मिक्सिङ मात्र हो ल ठिक छ मिक्सिङ मात्र भनेपछि अम्बिका भाउजू हुनुहुन्छ हो ओके यो चटपट मिठो हुनुमा के इन्ग्रिडियन्ट्स राख्नु भएको छ केही शब्दहरू जाओस् सबै अम्बिकाले सुरुमा निकालेर काटेर हालेको थियो त्यो भनेको अब अम्बिकालाई थाहा होला भएन भएन खुल्नुहोस् न केही खुलेर बोल्नुहोस् न किन लुक्नु भइरहेछ तपाईँहरू अब हामीले यहाँ सनसाइन चटपट एक्सप्रेस खोल्न गइरहेका छौँ जसरी लाफिङ सेसन खोलिरहेको छ अङ्कल केही शब्द भनिदिनुहोस् त चटपटको विषयमा सकाइसक्नु भएछ चटपट खाएर पनि चिल्लो प्लेटै चिल्लो बनाइदिए ओहो, चाट्नु भयो क्या जिब्रोले टक्कै चटपटको चाहिँ कुरो गरेर साध्य छैन है यतिको चटपट चाहिँ हाम्रो के भन्छ नेपालमा पनि भनेपछि एकदम बेस्ट अर्को गिलास चाहिँ पाउनु भएन शीतल मात्रै पाउनु भयो अरू पनि खाउँ जस्तो लाग्यो ओहो हो ल थ्याङ्क यू धन्यवाद ल धन्यवाद ल भाउजू के छ विषय एकदम मिठो छ म त मिठो छ है तपाईँ आफैले बनाउनु भएको आफैलाई हामी सबैको प्यारो दाई गोपी दाई एकदम मिठो चटपट है हल्का खै कच्चा कच्चा छिन्नु भयो साह्रै मिठो भयो है कसरी फेरि रिपिट त्यो शब्द रिपिट के भन्नुभयो यहाँ त्यो शब्द टुट गरिन्न हामीले टुट गरिन्न अब रिपिट हुँदैन है अब ल ठिक छ ल वेलकम वेलकम हाम्रो टिममा नयाँ जोडी प्रवेश गर्दै हुनुहुन्छ दुईटा बनाउँछ रहेछ उता ऊ तिम्रो त्यो ल यहाँ बसेर खान चिया चिया निकालेर खानु ल चटपट छ चिया छ दुईटा बेबीहरू का दुवैजना नानीहरू बाबुहरू यो हाम्रो थर्ड लट हेलो सारिका हेलो हेलो मादल बजार नाच्ने हो यो मान्छेको चाहिँ थर्ड प्लेट हो है त्यहाँ हेर्नु त एम्टी एभरेज बनाएर खानुभयो अरूको हाम्रो त यति तिनवटा
हामी नाच्दा छ तिनीहरूलाई आनन्द भएको थियो होला अब हल्ला हात के खिच्यौ बेजुङ गर्ने ल आन्टी हाई गरिदिनु ल ठिक छ हामी अहिले कहाँ छौँ आन्टी के गर्दैछौँ घुमघाम छौँ है पिकनिक खान आएको ठाउँ छ ल ठिक छ हामीले हजुर ऊ अगाडिपट्टि छ त्यहाँबाट छिर्नु हामी आज घरदेखि केही बाहिर आएका छौँ यहाँ 3टा टेन्ट छ हाम्रो भने यतापट्टि पनि हाम्रो यो किचन सेक्सन रहेको छ भने यहाँ पनि हाम्रो सरसामग्रीहरू छ किचनको यहाँको बिदा हुनुहुन्छ हामी यहाँ सबै अभिभावक सबैजना छौँ र यो यतापट्टि वासरुमहरूको व्यवस्थाहरू पनि छ बिजुलीहरू चाहिँ नहुने रहेछ तर पनि यहाँ यसरी क्याम्पिङ गर्नको लागि व्यवस्थित गरेको अवस्था चाहिँ छ र यतापट्टि हाम्रो टेन्टहरू पनि छन् यो हाम्रो टेन्ट चाहिँ सानो देखिएको चाहिँ हामी बस्ने टेन्ट हो भने यतापट्टि अलि ठुलो टेन्टहरू चाहिँ अलि ठुलो परिवार बालबच्चा भएको दाइ आन्टीहरूको हो यो घरहरू हामी 3 दिनलाई बस्ने छौँ भने यतापट्टि हाम्रो पार्किङ राखिरहेका छौँ केही समय र बेलुका हामीले यहाँ आगोहरू बालेर खानासाना बनाएर सबै खानेछौँ यो ठाउँ विशेष गरी यसरी नै क्याम्पिङ गर्नको लागि विशेष छुट्याइएको ठाउँ रहेछ यसमा शुल्क चाहिँ लाग्ने रहेछ यसलाई हामीले प्रि बुक नै गरेर 2-3 दिन अगाडि नै बुकिङ गरेर टिकट काटेका थियौँ यो स्पेसको यहाँ चाहिँ त्यस्तो बिजुली र पिउने पानी बाहेक आकाशको पानीहरू कलेक्सन गरेर जुन यो शौचालयहरूमा पानीको सुविधाहरूदेखि लिएर शौचालयलाई चाहिने पानीहरू सबै व्यवस्थितसँग यसमा रहेछ जसरी हामीले पिकनिक स्पोट भन्ने गर्दथ्यौँ हाम्रो चलनचल्तीको भाषामा आफ्नो देशमा त्यसरी नै यता चाहिँ यो आज हामी आएको ठाउँ चाहिँ यो विशेष गरी क्याम्पिङ यसरी नै टेन्टहरू बनाएर राखेर रमाइलो गर्न घरदेखि केही टाढा सहरदेखि केही टाढा यो सुविधाहरू पनि सरकारले यहाँको स्थानीय सरकारहरूले यसरी व्यवस्थापन गरेको हुने रहेछ र मानिसहरूको बाक्लो आवत-जावत पनि रहेको छ पक्कै पनि विशाल दाइ हाम्रो टोलीकै एक मेम्बरहरू हुनुहुन्छ यहाँ केही सामान लिएर आउनुभएको छ हामी अहिले करिब सहरभन्दा 1 घन्टा 2 घन्टा टाढा छौँ स्टार्ट हाम्रो आधा घन्टा त सुत्न दे झडा गर्छ झडा दाउराले मुटी राख्यो भने सहिलो हुन्छ नि कोइला दाउरा हैन कोइलै छ त्यो कोइलाले हो त्यो मुनि के अहिले ल्या है हो त्यो मुनि हो के मात्र हो मम्मी उता ताप्नु त्यो भात पनि खानेकुरा पनि कोइलाबाट पाक्नु भयो नि त खाना हैन
गर्न पनि पर्दैन होला तर तलबाट फाटिसक्यो रहेछ गुड जब मम्मी पन्जा खोइ त मैले ल्याएको हिजो डिसाइड भइसक्यो ल गाइजहरु मैले के गर्नु पर्यो भन्नु देखाइन अहिले लिएर हिँड्नु होला नि बाबुलाई पैसा नपाउँदा कसले भर्खरै ल्याएको होला सायद नराखे जस्तो हुँदैछ त्यो गेटहरु नै कति नयाँ नयाँ सेक्युरिटी क्वालिटीहरु पनि सफा हो त्यो नयाँ भएर सबैले दिवाली लाए जस्तै झिलिमिली टाङ्नु थाल्यो त हजुर रातिमा अझ रमाइलो होला जस्तो छ नि पुरा झिलिमिली हो दिवाली यो हाले नि हुन्छ त्यो बारबिक्यू वाला भाइ हाम्रो टेन्ट छ यतातिर पनि त्यता छ टेन्ट र अर्को टेन्ट हाम्रो त्यतापट्टि छ है ल ल बाबु यता उसमा ग्यास स्टोभमा गएर फिर्ता दिनुपर्छ तेरो मकै कालो भयो भनेर है ल आएको त यहाँ त अघि बढे थिएन नि त्यही डढेर रहेछ कि नगरम त्यो होइन खाना मिल्ने चाहिँ राख ल साथीहरू हाम्रो बेलुकाको यो क्याम्पिङ हुँदैछ अहिले हामीले केही मकैहरू पोलेर हरियो मकैहरू पोलेर हामीले खाने कोसिस गरिराखेका छौँ र हाम्रो टेन्ट दुईटा हाम्रो सेल्टर यहाँ एउटा छ भनेको अब यहाँ तीनटा छ भने र यो हाम्रो किचन सेक्सन हो त्यसै गरी यतापट्टि पनि हाम्रो अर्को सेक्सन छ यहाँ पनि तीनटा छ हामी सबै परिवारहरू 6-7 जनाको फ्यामिलीहरू सबै ग्यादरिङ भएर हामीले 3 दिनको यो क्याम्पेन कार्यक्रम सञ्चालन गर्न खोजिरहेका छौँ हेरौँ हाम्रो यो क्याम्पेन कस्तो रहनेछ समग्रमा आन्टी हुनुहुन्छ ल आन्टी यसो ट्युन गर्नु त कौन खाएंगे यता आउनु पर्छ यही मोडाले चल सारिकाले खाना खाइसक्यो अब हामी नाच्दै जाँदैछ ल भयो 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 हल्ला नगर हामी लाउँछ जानु पार्नु भदियो जे भन्नु त्यही त गरियो हेलो हेलो के भयो के भयो पहिला खतरा भयो के भयो
भयो डर त्यो पनि ताली बजाउ गर्ने ताली बजाउ यहाँ भएकै छैन ल ल वाद्य बाजक जीवको चाहिँ बवाल चाहिँ प्रस्तुति नाच्न गाएन भने चाहिँ काम आन्टी ल तपाईँ तर्फबाट एकदम खुसी छ मकै पोलेर खान पाइएको यहाँ मेलबर्नमा आएर मकै पोलेर खान पाएर खुसी छौँ जम्मै छोराछोरीसँग बसेर तर जल पोलेर खानु मासु खानु भएन सबै खाएको तर जसले जे भन्यो नि फेरि आन्टीको स्वर चाहिँ नवलपरासीको जुनगिरी भन्दा नि बवाल थियो है स्वर चाहिँ कसम बवाल थियो बवाल चिन्नु होला नि जुनगिरी त बवाल बवाल आजको दिनको लागि सपना आज र भोलिको लागि जुनगिरी तर एकदम उत्कृष्ट प्रस्तुति थियो यो चाहिँ के भन्छ इन्द्रेणीको कृष्ण दाई कृष्ण गरेर के भन्छ कृष्ण गरेर होइन इन्द्रेणी चलाउने ठिक 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 सबै पछ्याएर यो चारवटा मात्र खायो काठमाडौँ महानगरपालिकाको पहिलाको राजु पाण्डे सुरक्षा अधिकृत होइन त्यो महानगर प्रहरी अधिकृत के थियो कि अहिले चाहिँ सांसद नै हुनुहुन्छ पाण्डे राजुनाथ पाण्डे ओहो ज्ञानेन्द्र साई तोसीमा कार्की है 90 मा 90 तोसीमा कार्की अम्बिका दरबार कसरी कसो आन्टी फेरि सुरुबाट हो नि त बल्ल सुरु भयो पोखरा जाँदा हैन भन्नु भन्नु पोखरा जाँदा यस्तो ग्रुप भएर त्यो होइन हामी पिकनिक खान जाँदा हजुर हजुर यसरी के ग्रुप कम्पिटिसन भएको अनि हामीले जितेको पक्कै पनि तपाईले कि गीत हुनुपर्छ कि नाचेको हुनुपर्छ त्यसरी होइन चर्को गीत आएर हाम्रो म्याडम हुनुहुन्छ यहाँ एक्सप्रेस लास्टमा नाच्नु भयो क्या मान्छे आन्टी पनि नाच्नु आन्टी ल हजुर पनि नाच्नु पर्यो जुनकिरी आन्टी ल आयो
आयो खायो मेलबर्न खायो मेरो बुढीलाई अलि धेरै खिचिदिनु पर्यो नि त आहा कति राम्रो ससुराले गएन त्यो जान पर्छ आयो आयो ताली आयो अलिक बढाउनु पर्यो अङ्कल यस्तो आँखा झिम्काइदिनु पर्यो आँखा झिम्काइदिनु पर्यो आफ्नै हो जुन आँखा झिम्काइदिन्छ दाहिने देब्रे इमरान हस्मी भर्सेस नेपालको भुवन केसी यहाँ हुनुहुन्छ भुवन केसी इमरान हस्मी फेल खा है ल दुईजना आयो है आइरा डान्स आइरा आयो होइन केटाकेटी नाचौँ न यो पार्टी आयो 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 बल्ल अस्ति हिरो आयो पुलिस किनेको काले डन आयो काले आयो डाइरेक्सन भयो क्या काले भनेर यहाँ म अलि धेरै काले थिएँ यहीँबाट घुम्यो दामी पछाडि बस्यो फेरि उल्टो बायाँ फेरि बायाँ Messy babies. आगो मिठो जान्न खेलेर मात्रै मधेसमा अनि यो त्यस्तै गरी यहाँको चाहिँ यो आदिवासीहरूको यो चाहिँ कला संस्कृति अथवा तिनीहरूलाई चाहिँ अङ्कित गर्ने खालको यो चाहिँ चित्र हो यस्तो यस्तो गर्छ रङ्गी बिरङ्गी त्यहाँ देख्नुभयो ठाउँ ठाउँमा यस्तो त्यो लेखेको चित्रहरू यहाँको आदिवासीको लागि यिनीहरूले चाहिँ सम्मान स्वरूप राखेको पनि हो त्यो ल केही तपाईँलाई प्रश्न छ मेरो तपाईँको टोपी र तपाईँ लगाउनु भएको बक्खुको विषयमा केही बयान गरिदिनुहोस् न कहाँबाट खरिद्नु भयो यो त म कसरी हुन्छ अलिकति फरक तरिकाले देखौँ यो आयातित हो कि देशकै निर्मित हो आयातित नै हो ल धन्यवाद
कति आउँछ कङ्गा हजुर देख्नुभयो उता निखिल उब्रेदी आउनुभयो निखिल उब्रेदी रनिङ खतरा छ है आधा घन्टा बाद दौडेको हो र कङ्गाहरू त्यहाँ हेरेको कि त्यहाँ तिन चारवटा जम ओहो टिकटकको कमेन्टमा होच्चाइ भाइ भन्ने भयो है अहिले हामी कता जाँदैछौँ आन्टी के हुँदैछ यता हामी कहाँ जाँदैछौँ हामी तालको खोजीमा छौँ र अहिले हामी क्याम्प साइटभित्र नै छौँ साथीहरू आज डे 2 हो हाम्रो यहाँ ताल मैले देखिसकेको छु करिब करिब मेरो आसपासमा म तपाईँहरूलाई केही समयपछि तालको अवलोकन तपाईँहरूलाई पक्कै पनि गराउनेछु आहा सुन्दर यो ताल देखिसकेपछि फेवा तालको झल्को आयो ढुङ्गा मात्रै नरहेछ र तालको बिचमा एउटा मन्दिर भएको भए उत्कृष्ट रूपमा फेवा ताललाई नै हामीले यहाँ पाउने थियौँ दर्शकबिन आहा मिठो मिठो मनमोहक अति नै मनमोहक दृश्य छ यहाँ भिडियो हो कि यसो आउने त्यतिकै भ्लग हो केही बोल्नु यहाँको नागरिकले केही बोलेको यहाँ के हुन्छ कि गुड मर्निङ सबैजनालाई हामी चाहिँ लर्नी एरी क्याम्प ग्राउन्डको चाहिँ वान अफ द बेन्चमार्क हेर्न आएका छौँ यो चाहिँ एउटा रिजर्भर हो आई थिङ्क इट्स स्टिल ग्रोइङ अन but it still looks so nice. Yeah, it's not that great actually, but we could say yeah, but it's really good to come in the morning, get some sun and have a good morning walk with your fellows here. That is definitely a good thing that we can do early in the morning. Weather is also very good today, so that's a very beautiful part of this today. Namaste Dai. Hello Bar. Hello Bunny. Ah, that hat looks so cute. Hi. Hi Janu. Hi. It's fine. It's not that great, but soon you. Mosam cha so sunny and yeah, and the management and I think it's really good. Yeah. I'm reading the mileage. Yay. Aren't this okay? Yeah. I think so. सानोलाई जाडो भएको छैन जाडो भएको छैन सानो ओहो के भएको भन्नु के भएको क्यामेरा पसल गयो मस्त क्यामेरा भएछ नानी सानोदेखि नि वाक चाहिँ लगभग 2 किलोमिटरको रहेछ है नम्बर 7 ट्र्याक यो सबै हिँड्ने भने चाहिँ 2 किलोमिटर लाग्ने रहेछ but I think we're gonna walk. Yeah. यति भन्दै म अहिलेलाई चाहिँ यो फोन ब्याग दिन चाहन्छु यता जाने हो अलि पुग्दैन कि यताबाट हस्तरी नजामा यतैबाट जाम होइन यो होइन रहेछ पर्नुको होला त Sorry guys.
हजुर कपालमा तातो लागेको छ अहिले नानीको मलाई त त्यो ससेज हाल्ने डर लाग्यो फेरि यस्तो फुल्ला हाम्रो चेकआउट 11 बजे हाम्रो गोपी दाई हाम्रो इन्दिरा दिदी बाबा हाम्रो 12